वाला बटुक खाना हुँदैन के हो झाडु जस्तो ओ भाइ साहब खुट्टा चिमारी गयो त्यसलाई अभी यो सके केही किरो साग हैन यो साग हेलो नमस्ते आज धेरै दिनपछि फेरि एउटा च्यालेन्ज लिएर आएको छौं मोमो च्यालेन्ज घरमै बनाएको अर्गानिक मोमो च्यालेन्ज अनि एकदम हतार भइसक्यो खाना हो अनि यसमा के छ यो चाहिँ गेस गर्नुला कि एकदम सरप्राइज छ यस भित्र के छ हजुरहरुलाई हामीलाई पनि राम्ररी थाहा छैन यो मम्मीले आज पाल्पा जानु भएको थियो त्यही भएर आज पाल्पा भनेपछि थाहा भइसक्यो नि थाहा हुन्न तपाईलाई त थाहा हुन्न नि त यो आज मम्मीले पाल्पाबाट ल्याइदिनु भएको सरप्राइज छ यो भित्र के छ ल हजुरहरुलाई पनि अब हामीले यो खादै गर्छौं अनि यो बिचमा खोल्छौं है त के छ भनेर ल सुरु गर्ने आज के हो च्यालेन्ज के हो कि के हो च्यालेन्ज हो नि जसले छिटो खान्छ त्यो त्यसले भाँडा धुनी आज बोल्दै भाँडा मम्माको भाँडा हजुरहरुलाई थाहा त्यो भाँडा धुनी सधैँ भाँडा धुनी हुन्न आज नयाँ च्यालेन्ज फेरि हाम्रो सब्स्क्राइबरहरु हाम्रो फ्यामिली युट्युब फ्यामिलीहरुले जे भन्नुहुन्छ कमेन्टमा जे गर्नुहुन्छ त्यही अर्को टाइममा हामीले त्यो च्यालेन्ज पूरा गर्ने छौं ल 1 2 3 गो लेट्स गो यो पानी चटनी यो चाहिँ चटनी है ओहो आजले खान्छु म पनि यो चाहिँ भेज मोमो है पनिरको आज चिकन खानुहुन्न चिकन किन खानुहुन्न आजबाट स्वस्थानी सुरु स्वस्थानी माता की जय मलाई यो खानु मन लाग्यो अहिले खानु होला त्यो त सरप्राइज छ न अनि एक मलाई थाहा भइसक्यो के हो भेज पनि मजा आयो कसले बनाएको नि हामी पे भन्नु है साथीहरु अर्को चाहिँ हजुरहरुले जसले कमेन्ट गर्नुहुन्छ त्यसलाई मोमो फ्री मोमो पार्टी मेरो तर्फबाट ल तर घरमै आउनुको चाहिँ त्यो के हो र त्यो मोमो चोर्न खोजियो ओ भाइ साहब साथीहरु हेर्नु त के हो सरप्राइज हजुरहरुलाई थाहा छ यो के हो ल जसले खानु भएको छ तल कमेन्ट गर्नु है त यो के हो ल हेर्नु वाओ यो त मेरो फेभरेट पाल्पामा बस्नेहरुले र पाल्पा जानी मान्छेहरुले यो खाकै हुनुहुन्छ है त तिमीले मोमो देखाइदेऊ न तिमीले मोमो मैले यो के मोमो हेर्नु पहिला मेरो मोमो म त दुधै के हो यो मोमो पाँचवटा हाल्दियौ क्या यत्रो हाल्दिनु यार हाल्छु म यो च्यालेन्जमा ठक्दै बस्दै गर्छिन् यार जय अस्ति पनि हार्यो अस्ति पनि नि हारी हुन् भाँडाबाजी हुन् आज पनि ठगी जित्न खोजिन् साथीहरु रातिको बेला चटनी र यो यसको नाम भन्दिम बटुक यो तिमीले पनि साथी हो के बा हो म किन मोटाको भन्ने थाहा भयो नि पुरा पाँचवटा हाल्दिनु है तर अरूले च्यालेन्ज गरेर कस्तो झ्याम खान्छन् हामीले खानै सकिन्न किन हो र कि अरूले ठग्दा रहेछन् र साथीहरु हामीले त अर्गानिक पारामा गरिरहेछौँ रियल जस्तो हो त्यस्तै तिनीहरू ठग्दा रहेछन् जस्तो लाग्यो हामीले सक्दै सक्दैनौँ त अड्किन्छ होला है भाइ खाँदै पेट दुख्छ अब 2-3 दिनपछि फेरि एउटा खतरावाला मुकबङ च्यालेन्ज आउँदैछ मोमोको कि चाहिँ चाइनिज नुडल्स रामेन हो के अरे रामेन्सको बबाल वाला थप्दिनु त्यही पनि अलि पनि मै जित्ने वाला हो अब गरेर त म जान्छु म मान्दिन तिमीले 6-7 वटा ए सुरुमै तिमीले धेरै हाल्दै थियौ क्या मैले हेर्न भ्याएन हो या बादिएछिन् यार आफूलाई 5 वटा हाल्न मलाई 10 वटा हालिसिन् मैले बनाउँदै एउटा चाख्छु कस्तो भयो भने एउटा चाख्छु मैले कस्तो भयो भन्दै बस्नु अहिले यहाँ
तर मोमो भन्दा पनि बटुक मिठो है त्यो र जानु पाल्पामा त्यसो भने त्यहीँ गएर बस्नु दिनदिनै बटुक खानु बटुक इज लभ नो मोमो इज लभ ल बटुक कसलाई मनपर्छ कमेन्ट गर्नु मोमो कसलाई मनपर्छ कमेन्ट गर्नु है त कसको जित धेरै हुन्छ रहेछ बटुकवालाको कि मोमोवालाको यति राम्रो हो बटुक हेर्नु रोक्ने बटुक यस्तो गोलुमोलु हो मोमो हेर्नु न रसीको धागो मारे जस्तो उयो हेर्नु कुन राम्रो हो बटुक कि मोमो मोमो पनि मिठै हो तर चिकन मोमो बुवा मिठो हुन्छ नि के हो त म त मच्छरको खुट्टा चाहिँ मारेको या त्यसलाई के उसो के केही किरो साग होइन मेरो साग तिमीहरूको बाबा हाल्देऊ यार मेरो साग त्यो मच्छरको खुट्टा थियो चप मच्छरको खुट्टा हुन्छ त्यत्रो त भाग हाल्देऊ क्या रस निक्ले यार बटुकबाट कति दिन पहिले साथीहरु हाम्रो साङ्लै रहेछ क्या हो किन झाडु जस्तो त्यही भएर बटुक खान हुँदैन है के हो झाडु जस्तो होइन त आज खाल्दैन जे भए पनि खाल्दैन जाऊ हात धोराउ तर तीनटा मात्रै है तर घरको अर्गानिक मोमो जस्तो मिठो त अरू चिज नहुँदो रहेछ अरूले बनाएको त के हुन्छ आफ्नो घरमा बनाएको पो मिठो अरूले अघि नै यति हाल्छन् मेरो तीनटा मोमो चाहिँ कसरी 5 वटा भयो यसको बिहा भयो र कसरी 5 वटा भयो बिहा भयो म के त गेम आउट गर्छु मैले क्विट गर्छु मलाई अघिबाट ल हालेकै छैन मैले के भन्थे तीनटा खान भनेर म्याथ आउन यिनलाई साथीहरु धेरै नबोल कस्तो तीनटा थियो भन्न 5 वटा थियो यहाँ यत्रो ठुलठुलो म्याथ तल थियो त तर यो वाला मोमो यति खाएर त भक्त्र ठग्न खोज्छौ अस्ति पनि यस्तै गरी ठगिदिन् मेरो तीनटा मोमो चाहिँ कसरी 5 वटा भयो तर के हो हामीले त च्यालेन्ज बिचमा रद्द गर्ने जस्तो है हाल त एउटा साथीहरु गाह्रै छ च्यालेन्ज गर्न के गर्ने त्यस्तो हो नि त तिमीले मोमो मात्रै खायौ मैले मोमो पनि बटुक पनि खाऊ पेट दुखो मलाई त तो टिभी उसमा टिकटकहरुमा के चट्नीलाई हातमा यत्रो ठुलो कटौरीमा यस्तो डुबाएर खान्छन् नि मलाई त खान हुन्छ नि त्यस्तै आज त भएन हजुरहरूलाई हड्डी जस्तो है किन हात जस्तो खाया साथीहरु बर्बाद हुने भयो त्यहाँ भएको मोमो यहाँ भएको मोमो कसले खायो मैले खाएँ यो चाहिँ अदुवाको है आज आमा हार्ने भयो यार आज म सक्दिनँ जस्तो छ साथीहरु मैले बनाउँदै एउटा चाख्छु एउटा चाख्छु मैले कतिवटा खानु होला नभन्नु त मम्मीसँग कतिवटा खानु होला 2 तिनटा 4टा 4 बच्चा ल साथीहरु आज म चाहिँ हापे है त ल इनले जितिन आज चाहिँ आजको म्याच इनले जितिन् ल अब के गर्नुहुन्छ त हजुरले अब आज मैले अब हजुरहरुले के सजाय दिनुहुन्छ इनको तर्फबाट म त्यो सजाय गर्ने छु ठुलो एकदम कडावाला नगर्नु होला झाडु लाउने पोछा लाउने कपडा मिलाउने ओछ्यान मिलाउने यिनीहरुमा म एक्सपर्ट छु मलाई केही आउन भन्नु हैन मलाई यिनीहरुमा एक्सपर्ट छु त्यही भएर आजसम्म मैले कहिले मिलाएको देखेको छैन झाडु पोछा लाउनेमा हो भने मलाई भन्नु होला यिनले भिडियो बनाइदिन्छिन् र हाल्दिन्छिन् झाडु पोछा लाउनेवाला छु ल आजको लागि यति नै अर्को भिडियोमा छिट्टै भेटौँला र अब भोलि र पर्सि भित्रमा एउटा नयाँ भिडियो खतरा भिडियो आउनेवाला छ हेर्न वेट गर्नु होला अनि एउटा लाइक कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला अब सी मोमो बनाएको ल ल
एउटा लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच साथीहरू, बाई बाई।